सीईओ को तलब त कति धेरै हुन्छ अरे, मलाई त त्यो अङ्कमा गन्न पनि खासै आउँदैन। राम्रो हुन्छ। नेपालको कन्टेक्स्टमा कुरा गर्ने हो भने ब्याङ्कको सीईओहरूको तलब चाहिँ धेरै नै राम्रो हुन्छ। वर्षमा कति जति हुन्छ? वर्षमा होला 3 करोडको आसपास। जनताको पैसा लिएर गएर तपाईँहरू त्यति धेरै तलब खानुहुन्छ? पक्कै हो। त्यो भएर होला है ब्याङ्कहरूलाई मिटर ब्याजी भनेको। त्यस्तो होइन नि राजनजी। आजसम्म मैले कमाइरहेको नेटवर्थको हिसाब किताब गर्नुहुन्छ भने म त्यही 5 आना भनेको धापासीको घरमा बसिराखेको छु। तपाईँ वर्षको 3 करोड हाराहारीमा सुविधा लिने मान्छे चाहिँ 5 आनाको धापासीको घरमा बस्ने, महिनामा 46,000 तलब खाने सरकारी कर्मचारी चाहिँ 10औं आनामा घर र 10औं ठाउँमा जग्गा हुने, के भारै छ यो? आज ग्रस स्यालेरी मेरो हेर्दा 14.5 लाख रुपियाँ महिनाको होला, तर 5 लाख रुपियाँ म ट्याक्स पनि तिर्छु र 1 रुपियाँ बेइमानीको मेरो गोजीमा आजसम्म परेको पनि छैन। सरकारी ठाउँ नियुक्तिमा त कहीँ पनि पैसा नदिकन नियुक्ति पाइँदैन पनि भनिदिनु भएछ। म नेप्सेको सीईओ हुनको लागि कम्पिटिसनमा थिएँ। पैसा माग्यो? पक्कै हो, दिन्छु पनि भने है। फेरि तपाईँले त घुस त दिनु खोज्नु भएको रहेछ। तर घुस होइन, मैले भनेको पार्टीलाई चन्दा चाहिन्छ भने चन्दा दिन्छु, तर तपाईँहरूले मागे जति 50 लाख रुपियाँ दिन्छु र म पार्टी कार्यालयको चाहिँ एकाउन्ट पे चेक दिन्छु। मलाई रिसिप्ट चाहिन्छ, रिसिप्ट ठुलो बनाएर मेरो भित्तामा राख्छु, किन भन्दा मेरो लागि त्यो पैसा भनेको मेरो गाउँमा 50वटा घर बन्छन्। आजको डेटमा तपाईँ अरू कुरा छोड्नुहोस् न भने न्यायाधीश नियुक्ति हुँदाखेरि त तपाईँको चाहिँ कि पार्टीको र मान्छे र कि चाहिँ पैसामा हुन्छ भने यो अरू पद पोजिसनको कुरा न्याय लिने ठाउँमा मैले यति बोल्दा समाजलाई यसरी उठाउँदा मेरो पद गए जाओस् होइन, मेरो क्षमता त कसैले खान सक्दैन। म नोबेल ब्याङ्कको सीईओ आज होइन, मेरो आफ्नो भूमिका छ, मैले त्यहाँ न्याय गर्नुपर्छ। मैले अघि नै भने गजबसँग न्याय गर्छु, तर म नोबेल ब्याङ्कको सीईओ भन्दा माथि चाहिँ यो देशको एउटा सचेत नागरिक हो होइन। मेरो सीईओको पद जान्छ तर मेरो नागरिकता जिन्दगीमा कोही माइका लालले चलाउन र हल्लाउन सक्दैन र यो नागरिकता छोड्न पनि छोड्दिनँ। आजसम्म डिबी भर्या पनि छैन, विदेश घुम्न जान्छु, ज्यान जाओस् विदेश पनि जान्नु। सरकारी कर्मचारीहरूको तलब पुगेन। पहिलो कुरा कर्मचारीको तलब बढाउनुपर्छ, राम्रो बढाउनुपर्छ, किनभने 10औं हजारबाट लोकसेवा लडेर भिडेर आएको हो कि त्यसलाई पुग्ने गरी तलब दिने। भ्रष्टाचार गर्यो भने पुग्ने गरी ठोक्ने। जनताले राखेको पैसा र तपाईँहरूले गरेको लगानीको बीचको छ्याकन खाएर जति पनि तलब खान पाउनुहुन्छ त? सरकारको त बजेटै घाटामा छ, अनि कहाँबाट ल्याएर दिने? बजेट घाटालाई पहिला बजेट फाइदामा बनाउनु पर्यो नि। ब्याङ्कले यति धेरै गरे पनि तपाईँ भन्नुहुन्छ ब्याङ्कहरूलाई मान्छेहरूले अप्रिसिएट किन गर्दैनन्? यो एक त निराशाका कुरा बढी गर्ने मान्छेहरू बढी भएर हामीले पनि बिचमा अलिकति बदमासी गर्यौँ। ब्याङ्करहरू चुकेको एउटा त्यही ठाउँ हो, त्यो बाहेक अन्त ब्याङ्करहरू चुकेको छैन। चुकेको होइन, ब्याङ्कहरूले लुटेको भन्दिउँ न। त्यहाँ त जानकारी गरेर पनि गर्न पाइँदैन। त्यो जानकारी गरेर पनि आजको व्यवस्था के हो त भन्दा, म तपाईँको यति पपुलर कार्यक्रम मार्फत यो सचेतनाको लागि पनि के भन्छु त भन्दा, आज ब्याङ्कहरूले बेस रेटमा जति प्रिमियम तोकेको छ त्यो कस्टमरको सहमतिमा पनि रिन्युअल भन्दा पहिला चाहिँ बढाउन पाइँदैन। ब्याङ्करहरूको अनुहार हेर्दाखेरिमा चाहिँ ऐना अगाडि उभिँदाखेरिमा चाहिँ तपाईँले भनेको इमान्दार देखिन्छ कि उही चोर बाख्रो देखिन्छ? मिक्स छौँ हामी, सुध्रिसकेका त होइन, तर हामीलाई होस चाहिसकेको छ। किन भन्दा अहिले आजको डेटको चोर बाख्रो लाग्छ म्या गर्छ।